गुड मर्निङ एन्ड नमस्ते। अहिले चाहिँ नेपाली बजारमा नेपालको मिडियाहरूमा फागुनमा हुने चुनावमा के विदेशमा बस्नेले भोट हाल्न पाउलान् भन्ने प्रश्नको उत्तर आइसकेको छ। हिजो मात्रै सञ्चार मन्त्रीले दिएको प्रेस वक्तव्य अनुसार शीर्ष नेताहरूको चाहिँ सहमति नजुटेको कारणले विदेशमा बस्ने नेपालीले भोट हाल्न नपाउने भन्ने खालको समाचार आएको छ। यसमा म तीनवटा कुरा भन्न गइरहेछु आज। मेरो पासपोर्टको कथा, विदेशमा बस्ने नेपालीले भोट हाल्न पाउने नपाउने र एउटा चाहिँ यो आर्थिक रेमिटेन्स अनि आर्थिक कारणको विषयमा म कुरा गर्न गइरहेको छु। अब जेनरली पोलिटिकल प्रिन्सिपलले हेर्दाखेरि कुनै पनि देशमा बस्ने नागरिकले त्यो देशमा बसेर त्यो ल्यान्डको ल एक्सर्साइज गर्न पाउनुपर्छ भन्ने हो। जस्तो हामी नेपालमै बसेर त्यही ल्यान्डमा बसेर त्यहाँको पोलिटिकल एक्सर्साइज गर्न पाउनु पर्ने। हामी विदेश जान्छौँ, विदेश बस्छौँ, त किन नेपालको पोलिटिक्समा चासो हुनु पर्यो? सांस्कृतिक नागरिकता लिएर आउँदा जाँदा खाना बस्न दिए भइगयो नि भन्ने खालको कुरो गर्छन्। इट साउन्ड्स गुड, तर यसको पछाडि के लजिक छ त्यो हेर्नुपर्छ। त्यसको लागि म तपाईँलाई एक दुईवटा ठोस प्रमाणसहित कुरा गर्न चाहन्छु। अब हामी जो नेपालीहरू विदेशिएका छौँ त्यो पूर्ण रूपले आर्थिक कारणले विदेशिएका हौँ। अझ प्रष्ट भन्दाखेरि नेपालमा हुने कमाइले नेपालकै खानापिना किनेर खान नसक्ने कारणले गर्दाखेरि खानापिनाको लागि बस्ने आफ्नो व्यवस्थापन खर्चको लागि विदेश गएका हौँ। जसले जे भने पनि विभिन्न, म डक्टर थिएँ, इन्जिनियर थिएँ, म वीर भएर चाहिँ लड्न हिँडेको, म यस्तो उस्तो जे भने पनि दिस इज सिम्पल फ्याक्ट। यो मेरो एक्सपिरियन्सले र मैले देखेको अनुभवले र यो रियालिटी के हो भने हामी सर्वसाधारण मान्छेको लागि केही एक्सेप्सनललाई छोडेर व्यापारी अनि राजनीतिक सामाजिक करप्टेड पिपुल र केही गभर्मेन्ट अफिसियल र केही जो आफ्नो चाहिँ पुर्ख्यौलीको इनहेरिटेड सम्पत्ति भएको मान्छेहरू बाहेक सर्वसाधारण मान्छेलाई चाहिँ नेपालमा बसेर आफ्नै कमाइले आफ्नै खर्च बर्च टार्न गाह्रो छ। किन गाह्रो छ भने इन्फ्लेसन एकदमै हाई छ। त्यहाँ कमाइएको पैसाले त्यहीँ बसेर खर्च पुर्याउन सकिन्न। गाउँमा पनि सकिन्न, गाउँमा कमाइ हुँदैन। काठमाडौँ सिटीहरूमा कमाइ भए पनि त्यहाँको खर्च बढी छ। इट इज इम्पोसिबल। त्यो हुनाले त्यस कारणले अहिलेभन्दा करिब 25 वर्ष 2001 को मार्चदेखि म बाहिर छु विभिन्न, र बेलायतमा मात्रै बसेको पनि लगभग 18 वर्ष पुरा भइसक्यो। यसमा म तीनवटा कुरा भन्न गइरहेछु। यो भोट, चुनाव, राजनीति के हो, अनि त्यसमा मेरो एउटा पासपोर्टको कथा छ। दिस इज माई पासपोर्ट। अनि यो खर्च वर्च र राजनीतिको बिचमा के फरक छ आदि इत्यादि कुराहरू। अब यो भिडियो अलि लामो हुनसक्छ, थोरै लामो, तर इट मेक्स सेन्स टु टेल यु कि मसँग अहिले 3टा पासपोर्ट छ। सरी, यो 3टा पासपोर्ट, यो पहिला रातो पासपोर्ट भन्नाले विदेशी पासपोर्ट मात्रै भनिन्थ्यो, तर अहिले नेपालको पासपोर्ट नै रातो दिनेछ। मैले पहिला बनाएको पासपोर्ट चाहिँ 2004 को एक्सपायर भयो 14 मा बनाएँ, अनि 23 मा रिन्यू गरेँ। सो अहिले मसँग 3वटा नेपाली पासपोर्ट छ, र पछाडि देखेको प्लास्टिकले फ्लिप गर्ने चाहिँ यो मेरो नेपाली नागरिकता हो। सो यो भयो मेरो पासपोर्टको स्टोरी। र यतापट्टि छ मसँग अर्को 3टा पासपोर्ट छ। यो 3टा पासपोर्ट चाहिँ मेरो श्रीमतीको, छोराको अनि सानो छोराको। सो मसँग 3टा ब्रिटिस पासपोर्ट छ र मसँग एउटै नेपाली पासपोर्ट हो र नागरिकता हो, र यो चाहिँ रिन्यू गरेको 3टा नागरिकता म कहिलेबाट 3टा पासपोर्ट यसरी यो प्रमाण अगाडि राखेँ। अब कुरा आउँछ मेरो चाहिँ पासपोर्ट बनाउने बेलामा के समस्या भयो भन्ने कुरा। पासपोर्ट रिन्यू गर्ने बेलामा यो 2014 मा मैले रिन्यू गरेको पासपोर्ट हो। 2014 मा रिन्यू गरेको पासपोर्ट हो। 2014 मा चाहिँ रिन्यू गर्दाखेरि काठमाडौँमै होलिडे गएको बेला त्यहीँ रिन्यू गर्छु भनेर सजिलो हुन्छ होला। नेपाल गएको बेला आफ्नो बाटो त्यहाँ जाऊ, उभियो, पासपोर्ट पैसा बुझाऊ, रिन्यू गर आऊ भनेर म त्यो गएँ, त्यो गर्न थालेँ। त्यति बेला त्यो पासपोर्ट बनाउने ठाउँ चाहिँ पुरानो राजदरबारभित्र एकदम लामो लाइन बसेर लाग्दो रहेछ।
एकदम छोटो टाइमको लागि गएको, पहिला जिल्ला जानुपर्ने रहेछ, रामेछाप जिल्ला मन्थली, त्यहाँबाट एउटा सर्टिफिकेट गरेर लिएर आउनुपर्ने, त्यसपछि फोटो खिचेर त्यहाँ लाइन बसेर बुझाउनु पर्ने, कति दिन पासपोर्ट आउने, त्यो प्रक्रिया गरेँ। जब म जिल्लामा गएँ, त्यहाँको सहायक जिल्ला प्रमुख अधिकारी हुनुहुन्थ्यो, उहाँको नाम नभनौँ अहिले। उहाँले मैले त्यो फर्म भर्दाखेरि मेरो नागरिकता नम्बर अलि लामो भएको हुनाले त्यो पासपोर्टमा नागरिकता नम्बर लेख्ने जतिवटा कोठाहरू थिए त्यो कोठामा नम्बर अटेन। फेरि त्यो फर्ममा क्लियरली के लेखेको छ भने यो कोठाभन्दा बाहिर नलेख्नु होला भनेको छ। त्यो हुनाले उहाँले त्यो भर्दाखेरि मैले त्यो जम्मै नागरिकता नम्बर नअटेको हुनाले भरेको थिएन। त्यसपछि उहाँलाई साइन गर्ने बेलामा मैले सोचेँ कि यो फर्ममा चाहिँ नागरिकता नम्बर पुरा अटेको छैन, केही फरक पर्छ कि भनेर उहाँलाई सोद्धाखेरि अब यो बाहिर नलेख्नु भनेको छ, ठिकै हुन्छ भन्नुभयो। ओके ठिक छ, उहाँले फर्म साइन गर्नुभयो, एप्रुभ गर्नुभयो, म नेपाली हुँ भनेर। हाउएभर त्यो चाहिँ सेकेन्ड पासपोर्ट थियो। हुन त यो पहिला पासपोर्ट दिएको आधारमा पहिला नेपाली थियो, सेकेन्ड पासपोर्ट चाहिँ रिन्यू इजिली हुनुपर्ने हो, फेरि म नेपाली हुँ भन्ने भेरिफाई गर्न मन्थली जानु पर्यो रामेछाप जिल्ला। त्यो गरेर लिएर आएँ सेकेन्ड रिन्युअलमा 2014मा। त्यसपछि त्यो सब गरेर ल्याएर काठमाडौँमा लगभग बिहान 4 बजे उठेर गएर यति शक्ति सङ्घर्ष हो कि त्यति गर्न निकै ठुलो इफोर्ट लगाउनु पर्यो। बिहान लाइन बसेर बुझाइयो, जसो बुझाएर मैले स्पिडमा गर्ने अलि बढी पैसा हालेर 2 दिनमा पाउने गरी गएँ। भोलिपल्ट पासपोर्ट लिनु जाँदा, भोलिपल्ट होइन कति दिनपछि पासपोर्ट लिनु जाँदाखेरि पासपोर्ट झ्यालबाट लिनुपर्ने थियो, झ्यालबाट लिन सम्भवै भएन। यति मेसअप छ कि तपाईँको पासपोर्ट भेटिएन भने। अनि कसो कसो गर्दा पासपोर्ट नभेटिने र अर्जेन्ट हुनेलाई यता पछाडिबाट जान पाउने व्यवस्था रहेछ। त्यसपछि भित्र स्टोरमै पुगेँ। स्टोरमा पुगेर हेरेपछि बल्ल थाहा भयो कति छरपष्ट थियो। भुइँभरि तपाईँ जतिसुकै लाइब्रेरी जान्ने मान्छे भए पनि त्यो भित्र गएर भुइँबाट एउटा मात्रै पासपोर्ट निकालेर दिनुभयो भनेदेखि उत्कृष्टै हुने खालको त्यस्तो मेसअप थियो। त्यति गर्दा पनि मेरो चाहिँ अब हिँड्नै पर्ने लन्डनको रिटर्न टिकट, मलाई त पासपोर्ट नभई भएन। भनिसकेपछि एकजनाले पल गरेर बल्ल बल्ल भुइँमा पासपोर्ट भेट्यो। भुइँमा पासपोर्ट भेटेपछि के भन्नुभयो भने त्यहाँको अधिकृतले तपाईँको चाहिँ यो नम्बर अटेको रहेनछ, अर्को फर्म भर्नुहोस्, अर्को फर्म भएर यो 5,000 को रसिद तिरेर आउनुहोस् भन्नुभयो। उहाँको नाम मलाई थाहा छैन, अझै पनि थाहा छैन, तर उहाँको सिग्नेचर चाहिँ यो हो। हेर्नुहोस् यो सिग्नेचर उहाँको, यो मान्छे हो। मैले यो पहिला किन भनिनँ भनेदेखि मेरो यो पासपोर्ट रिन्यू गरेर 10 वर्ष पुरा भएकै थिएन। म स्टिल आई वाज युजिङ दिस पासपोर्ट। मैले चाहिँ आफूलाई असुरक्षित ठानेर यो कुरा मैले भनिनँ। यो सिग्नेचर गर्ने मान्छेले मलाई के भन्नुभयो भने भरेर आउनुहोस्, तपाईँले मलाई देख्ने बित्तिकै यो पासपोर्टमा अर्को पैसा भरेर आउनुहोस् भन्नुहुन्छ। मेरो के गल्ती छ भन्दा पास नम्बर अटेन। ओके, मैले यो नम्बर अटेन केही प्रब्लम पर्छ कि भनेर त मैले जिल्लामा सहायक जिल्ला प्रमुख अधिकारीलाई सोधेको छु। सोद्धाखेरि उहाँले ठिक हुन्छ भन्ने। अनि तपाईँले अहिले अर्को पैसा भरेर आउने, मेरो पर्सिको दिन फ्लाइट छ, भोलिभित्र म यहाँबाट हिँड्नुपर्छ, कहिले अर्को पैसा भर्ने, कुन फर्म खोज्ने, कहिले भर्ने, यो त त्यति लजिक देखेन। गभर्मेन्टको इन्स्टिट्युसन, तपाईँ एउटा इन्स्टिट्युसनले चाहिँ यो ठिक छ भनेर पठाउने, अर्कोले छैन पैसा भर भन्ने भनेर भनेपछि यो अघि सिग्नेचर गर्ने अधिकृत वेबर हेज तपाईँको दिमाग छैन यताउति भनेर थर्काइहाल्यो। त्यसपछि मैले पनि सट्ट सामसुङ झिकेर थाहा नपाउने हिसाबले सर भन्दै रेकर्ड गर्न थालिहालेँ। त्यो रेकर्ड अझै पनि छ मसँग। तपाईँको दिमाग छैन यस्तो उस्तो भनेर गाली गरेको चाहिँ रेकर्ड गर्न पाइनँ। उसले त्यसो भनेपछि मात्रै रिस उठेर अलिअलि मैले उसले थाहा नपाउने तरिकाले सेक्रेट रूपमा रेकर्ड गरेँ। अनि रेकर्ड गरेपछि म पनि अलिकति लजिकली भने यसरी दुईवटा इन्स्टिट्युटकै बिचमा यस्तो फरक कुरा परेछ, मेरो जानु छ, तपाईँ नै उल्टै मलाई दिमाग छैन भन्नुहुन्छ, के छ त ल तपाईँ र मेरो दिमागको बिचमा केही बहस गर्ने हो कि भनिसकेपछि मान्छे भनेर अलिकति त्यो अघि सिग्नेचर गर्ने, यो तपाईँहरू कसैले चिन्नुहुन्छ भने यो सिग्नेचर गर्ने मान्छे पत्ता लगाउनु होला। यो मान्छेले यो अधिकृत ज्यू उहाँ जो भए पनि अलिकति धच्किनु भयो। त्यसपछि धच्किएपछि ल ठिक छ भोलि आउनुहोस्। ओके, योभन्दा अगाडि त्यसपछि मलाई त पर्सिको दिन ट्राभल नगरी नहुने। अनि त्यसपछि मलाई त पासपोर्ट त त्यो बनेको पासपोर्ट लिएर हिँड्नु पाए हुन्थ्यो, अर्को फर्म गर्नु मलाई टिकट चेन्ज गर्नु, म त मेसअप हुने भए जब सार्नु। त्यसपछि मैले एकजना आफ्नो चिनेको साथी हुनुहुन्थ्यो लन्डनमा, उहाँलाई फोन गरेँ। उहाँको आफन्त चाहिँ परराष्ट्र मन्त्रालयको ठुलै पदमा हुनुहुन्थ्यो। सर मलाई चाहिँ यति हेल्प गरिदिनु पऱ्यो, मेरो बनेर आइसकेको पासपोर्ट पनि अर्को फर्म भर भनेर दिएन,
भनेपछि उहाँले एउटा राजविराज नामको मान्छेलाई परराष्ट्र मन्त्रालयको यो डिपार्टमेन्टमा गएर भेट्नुहोस्, उहाँले हेल्प गर्न सक्नुहुन्छ भन्ने कुरा। उहाँको दाइ चाहिँ ठुलै मान्छे हुनुहुन्थ्यो परराष्ट्र मन्त्रालयमा, त्यसो ठ्याक्कै फोन गरेर भने मेरो पासपोर्ट पाइन्छ कि भनेर मैले नि पहर लाउन खोजेँ। उहाँले अर्कै एकजना मान्छेलाई गएर भेट भन्नुभयो, मेरो नजिकको साथी हुनुहुन्छ उहाँ। त्यसपछि मैले त्यो मान्छेलाई भेट भनेर फोन राखेर यता आइसक्दाखेरि मैले त्यो मान्छेको नाम पनि बिर्सेँ। अब त्यस्तो भिडमा त्यो मान्छेलाई भेटेर गएर त्यो प्रब्लम भनेर भन्न चाहिँ मलाई एकदमै गाह्रो भयो। त्यसपछि त्यो मेथड पनि मैले छोडिदिएँ। त्यसपछि अलि रिक्वेस्ट गरेपछि म त यसरी जानु छ, तपाईँको सिडी सहायक सिडिओले नै यो हुन्छ भनेको भन्न चाहिँ मैले लजिक राखेपछि त्यति बेला जिल्लामा रामेछापमा बन्द भइसकेको थियो। ल भोलि बिहान फोन गरौँला उहाँलाई, आउनुहोस् भन्यो। त्यसपछि भोलिपल्ट गएँ, फेरि गएपछि त्यहाँ एउटा डिपार्टमेन्ट हुँदो रहेछ। त्यसपछि त्यो डिपार्टमेन्टबाट चाहिँ एकजना मान्छेले फोन गर्नुभयो। फोन गरेपछि मैले सहायक सिडिओसँग त्यो दिन भेट्ने दिन यताउति विदेश बसेको कुराहरू अलिअलि भएको थियो, हल्का परिचय नै भएको थियो। तपाईँलाई मैले दोहोऱ्याएर सोद्धाखेरि पनि यो नम्बर चाहिँ अट्छ नअटे पनि हुन्छ भन्नुभएको थियो। भनिसकेपछि उहाँले के भन्नुभयो भने हो मैले त्यो भनेको थिएँ भनेर त्यहाँको अधिकृतलाई भनेपछि त्यसपछि पासपोर्ट मलाई दिइयो। त्यसरी आफ्नै देशको एक संस्थादेखि अर्को संस्थाको बिचमा चाहिँ त्यो गभर्मेन्ट डिपार्टमेन्ट संस्था भनेको छु, गभर्मेन्ट डिपार्टमेन्टहरू बिचमा कोअर्डिनेसन हुँदाखेरि मैले पासपोर्टमा यो लेभलको दुःख पाएँ। त्यसपछि मैले यो 2024मा एक्सपायर हुने 2023 को लास्टतिर मैले चाहिँ यो पासपोर्ट रिन्यू गर्न गएँ। अनि अब यो पासपोर्ट एक्सपायर भइसकेपछि बल्ल यो मान्छेको सिग्नेचर, यो अधिकृतको सिग्नेचर रिलिज गर्ने, किनभने 10 वर्ष त म चल्न नै थियो। त्यो मान्छेले मेरो पासपोर्ट ब्लक गरिदिन सक्छ, नेपालमा जोदेखि नै डराउनु पर्ने हुन सक्छ। त्यो हुनाले मैले केही भनेको थिइनँ। आज पासपोर्टको कथामा यो भने त्यसपछि 2023मा नि यो जब फेरि अर्को यो नयाँ यो ब्रिटिस पासपोर्ट जस्तो नेपाली पासपोर्ट रिन्यू गर्न जाँदाखेरि पनि मलाई नेपाल एम्बेसी लन्डनमा के भयो भने सबै गएँ, क्यु बसेँ, सब एभ्रिथिङ गरेँ। अनि मैले पैसा नि 110 यो अलिकति एक्स्ट्रा मोटो लिने पैसा तिरेँ। त्यसपछि एकदम क्युमा बसी भित्र बोलाइयो। अनि भित्र बोलाइएपछि जुन अधिकृतले यो त रेकर्ड मेरो पासपोर्टभन्दा कुन अधिकृतले युज गरेको थियो त्यो अहिले पनि हेर्दा भइहाल्छ। यो अधिकृतले मलाई बोलाएर ठक्क चेयरमा लगेर अब लाएर ठिक्क मिलाएर कपाल बिग्रिन्छ कि राम्रो फोटो आओस् 10 वर्ष भन्ने 10 वर्ष चल्ने फोटो भन्ने ठिक्क परेको बेला मलाई ठक्क गरेर चेयरमा बस्नु ठक्कै उठेर हिँड्नुभयो त्यो मान्छे, त्यो अधिकृत नेपालमा अलि ओरिएन्टल र यो त्यस्तो फेसको एकजना हुनुहुन्थ्यो, नाम पनि याद गरेँ, नाम याद भएको भए नि भन्न मिल्दैन थियो। अनि मैले म त हेरै भएँ, उहाँ त के अरे जानुभयो। त्यसपछि अर्कै मान्छेले आएर मेरो ह्यान्डल गर्नुभयो, अलि निकै बेर पछि आधा घन्टा। अनि मेरो काम सबै सिद्धाइसकेपछि फेरि तपाईँको पासपोर्टै हुँदैन यस्तो छ भनेर रोकिदिएला, यताउति कुरा गर्न नि मिल्दैन, मलाई अप्ठ्यारो पारिहाल्छन्। काम सिद्धिएपछि अनि उहाँले त मलाई यसरी आएर बस यत्रो बेर लाइन बसेर आएर ठक्कै उठेर हिँड्नु भनेपछि त भन्नु मैले यसै कुरा गरेँ। त्यो पछि अर्को आउने मान्छेलाई उहाँले भन्नु सरले बोलाउनु, सरले बोलायो नि, अनसरले बोलायो नि, जसले बोलायो नि, ठक्क त्यहाँ त के फायर इमर्जेन्सी थिएन, पुलिस एरेस्ट थिएन, केही थिएन। मलाई त्यत्रो बेर लाइनमा बसेर ल्याएर ठ्याक्कै आएर बसेर फोटो गर्न लागेपछि ठ्याक्कै छोडेर हिँड्ने, त केही नभने सरी म एकछिन जान्छु, तपाईँ 2 मिनट पर्खिनु पनि छैन, केही पनि छैन, ठ्याक्कै छ। नेपालीहरू हाम्रो काम गर्ने पारा। सो यो पासपोर्ट रिन्यू गर्दाखेरि पनि त्यो खालको स्टोरी भएको छ नेपाल एम्बेसी लन्डनमा। यति दुःख गरेर यो लेभलको कष्ट सहेर 18 वर्ष लन्डन बस्दा पनि नेपाली नागरिक सहित बसेको मान्छे मैले चाहिँ नेपालको चुनावको बारेमा नबोल्ने कुरै भएन। मैले बोल्न पाउनै पर्यो, अब पाउनु पर्छ। अब कुरो के आयो भनेदेखि कुरो आयो स्थायी बसोबास गरेकोहरू नेपालको पोलिटिक्समा बोल्न पाउने कि नपाउने। बसोबास स्थायी होस् अस्थायी होस् बसोबासै हो। भिजाको एक्सपायरी डेट चाहिँ अनलिमिटेड कहिल्यै नसकिने 10 वर्षमा फोटो चेन्ज गर्नुपर्ने होस् या चाहिँ 5-5 वर्षमा 3 वर्षमा फोटो चेन्ज गर्नुपर्ने भिजा होस्। जुन भिजा भयो नि भिजै हो। नेसनलिटी के हो त? नेसनलिटी अफ नेपाल, नेसनलिटी अफ नेपाल हो म। अब नेसनलिटी अफ नेपाललाई कुनै देशमा बस्दाखेरि काम गर्दाखेरि लिएको भिजाकै आधारमा राजनीतिमा चाहिँ बोल्न नपाउने भन्ने यो प्राकृतिक न्यायको सिद्धान्त विपरीत भने जस्तो भयो कि चाहिँ
सबै नेपालीलाई नै विदेशमा गएर बस्नु पर्दैन, तपाईहरुलाई नेपालमै प्रशस्त चीज छ भनेर त्यो व्यवस्था हुनु पर्यो। नेपालमै काम गरेर बसेको पैसाले खाना लाउन पुग्ने इन्फ्लेसन कन्ट्रोल हुनु पर्यो। करप्टेड गरेको तपाईहरुले करप्टेड गरेको पैसाले मात्रै जीवन पाल्न सक्ने, अरु सर्वसाधारण कामदारले इभन गभर्नमेन्ट अफिसियलले पनि आफ्नो तलबबाट आफ्नो घर परिवार चलाउन नसक्ने लेभलको बनाएर तपाई देश चलाउनुहुन्छ। अनि हामी बाध्यताले यसरी बाहिर बसेको मान्छेलाई काम गरेर नेपाल पैसा पठाएर नेपालमा किनेर खानुपर्ने मान्छेलाई राजनीतिमा नबोल्नुस् भन्ने धेरै जस्तो मान्छेहरू जसले अलिअलि राजनीति बुझेको छन्, नेपालमा पनि सबै छन्, तर जो नेपाल बाहिर गएको छन् तिनीहरूले नेपालीहरूलाई पालेको छन्। यो रेमिटेन्सको लागि मात्रै भनेर रेमिटेन्सको कुरा मात्रै टेक्निकल वर्ड मात्रै युज नगरौँ। रेमिटेन्सलाई सामान्य तरिकाले भन्ने हो भने नेपालमै प्रडक्ट भएको प्रडक्ट खाद्य पदार्थ घर पानी बिजुली बत्ती लत्ता कपडा सबै र विदेशबाट आएती सबै चीजले आफ्नो प्रत्येक परिवार धान्नलाई विदेशबाट पैसा कमाएर पठाउनु पर्छ। पहिला हुन्डीबाट इलिगल च्यानलबाट धेरै पैसा जान्थ्यो, अहिले चाहिँ इलिगल च्यानल भन्दा अनलाइनबाट नै राम्रो रेट आउने हुनाले लिगल च्यानलबाट पनि धेरै पैसा जान्छ। ओके, रेमिटेन्सको टेक्निकल वर्ड मात्रै भन्दाखेरि पनि यो नेपालीहरूलाई आफ्नो मान्छे विदेश गएर कमाएर पाल्नुपर्छ भन्ने सामान्य अर्थमा बुझौँ। अब एकजना भाइले भन्नु भए रहेछ अब यस्तो विदेश बसेर यति मेहनत गरेर नेपालकै स्रोत साधन चलाइदिने नेपालीलाई भोट हाल्न दिनुपर्ने हो, टेक्निकली असम्भव छ त अनलाइन? त्यो पनि नहुने कुरा भएन। जेपी मोर्गन बार्क्लेस एचएसबीसी को त्यत्रो मिलियन पाउन्ड ट्रिलियन चाहिँ ब्याङ्कमा अनलाइनबाट चल्न मिल्ने, जब मान्छेको नाम लिस्टलाई भोट हालेको रेकर्ड पठाउनु, यो त भेरी सिम्पल बेसिक थिङ्स हो। यसमा त टेक्निकली असम्भव छ भन्ने कुरा त हुँदैन। नेपालीहरूले त्यही काठमाडौँमा बसेको एउटा सानो आइटीको भाइले गरिदिन्छन् यो काम, टेक्निकली त असम्भव छँदै छैन। भोट किन हाल्न दिइँदैन भनेदेखि शीर्ष नेताहरूको असहमतिको कारण भोट हाल्न विदेशमा बस्नेलाई भोटमा सहभागी नगराइने भन्ने कुरो हो। अब अझै पनि शीर्षै नेताले अब जेनजीको सरकार अब निर्वाचन सरकार छ त अहिले भएको राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने, चुनाव गर्न मिल्ने, सबै मिल्ने, अनि एउटा अध्यादेश लिएर विदेशमा बसेकोले भोट हाल्न किन नपाउने? सरकार चाहिँ जेनजीको अन्तरिम सरकार, यो चुनावी सरकार, अनि निर्णय चाहिँ शीर्ष नेताहरूले विदेशीलाई चाहिँ विदेश बस्ने नेपालीलाई चाहिँ भोट हाल्न पाउँदैन भनेको त्यो मान्नुपर्ने हामीले। वाह, अब एउटा भाइले कुरा गरेको छन्। अब यस्तो हो भनेदेखि एउटा भाइ यो रोशन श्रेष्ठ भन्ने भाइले के भनेको छन् त यहाँ हेरौँ। अब रोशन श्रेष्ठ भन्ने भाइले के भन्नुभएको छ भने रेमिटेन्स रोकिदिउँ न त, रेमिटेन्स रोकिदिएपछि त यिनीहरूलाई त भोट हाल्न त के अरे भोटमा भाग हुन दिन त बाध्य हुन्छ नि भन्ने कुरा गरेका छन्। उनले के भन्छन् हेरौँ है त। यहाँ रोशन श्रेष्ठ भाइले के भन्छन् भने सबै नेपालीहरूले कम्तीमा 1 वर्ष रेमिटेन्स बन्द गरिदिनु हो भने यी राजनीतिक दल र सरकार झुक्न बाध्य हुन्छ, किनभने देशको एउटा ठुलो हिस्सा आज रेमिटेन्सले धानेको छ, रेमिटेन्सले चलेको छ। र यदि रेमिटेन्स 1 वर्षलाई बन्द गरिदिनु हो भने देश अथवा यी दलहरू कुनै पनि हालतमा विदेशमा रहेको नेपालीहरूलाई भोट हाल्न दिने पक्षमा उभिन्छ जस्तो लाग्छ। उहाँले एकदम अलि यङ इमेच्योर भाइ जस्तो छन्। यिनले के भन्छन् भने 1 वर्ष चाहिँ विदेशबाट पैसा पठाउन बन्द गरिदिउँ, त्यसपछि यिनीहरूले बाध्य भएर चाहिँ विदेशीमा बस्ने नेपाललाई भोट हाल्न दिन्छन् भन्छन्। हेर्दाखेरि ओहो वाह त भने जस्तो नि यो कस्तो टेक्निकली बिल्कुलै असम्भव कुरा गर्दैछन्। किनभने यस्तो अब पत्रकारिता गर्छन्, पत्रकारिता कसरी गर्छन् थाहा छैन, किन म पत्रकार होइन, पत्रकारिता पढेको छैन, मैले बुझ्दिनँ। यस्तो खालको पत्रकारिता यो एकदम प्रिन्सिपलमै नभएको कुरा। कसरी विदेश बस्ने नेपालीहरू किन विदेश बसेको छन् भन्ने कुरो पत्ता लगाउँ। किन विदेश बसेको छन् भने यहाँ डेली काम गरेर पैसा पठाएर उनीहरूको फ्यामिली पाल्नलाई विदेश बसेको छन्। ओके, जो विद्यार्थी भिजामा अन्य डाक्टर, इन्जिनियर, स्पाउस भिजादेखि लिएर डिबी लोटरी, गोल्डन कार्ड, वाट एभर जेमा गए पनि एन्ड अफ द डे एन्ड गेम के हो भने केही पैसा कमाएर कोही न कोही उनीहरूमा निर्भर छन् नेपालमा। अब 1 वर्ष पैसा नपठाउँ त होइन, 1 महिना पनि छोडिदिउँ, हप्तामा पठाउँछन् कोहीले, कोही मान्छेले महिनामा 2 चोटि पठाउँछन्। 1 महिना पैसा नपठाएपछि उनको परिवारले के खान्छन्, के लाउँछन्? इलिगल च्यानलबाट हुन्डीबाट पठाउँ त, सरकारलाई नपठाउँ। त्यो झन् त्यो इकोनोमिक प्रिन्सिपल बाहिरै जान्छ, त्यो गर्नै हुँदैन। किनभने त्यसो गर्दाखेरि झन् देशको अर्थतन्त्र आय, फरेन करेन्सी अर्निङ भएको हुँदैन।
त्यो हुनाले विदेशमा बस्ने मान्छेले पैसा नपठाएर यिनीहरूलाई ठिक गरौँ भन्ने त्यो चाहिँ रुखको माथि बसेर मुनिबाट हाँगामा बसेर पछाडिपट्टि काट्ने जस्तो हुन्छ। यस्तो यस्तो खालको पत्रकारिता चाहिँ नगरौँ भाइ, होइन? एक वर्ष त होइन, एक महिना त होइन, एक हप्ता पनि र एक इमिडिएट कतिपय स्थितिमा हस्पिटल पुगेर भर्ना गरिसकेको अनि पैसा नतिरेको कारणले उपचार सुरु नभएपछि पैसा पठाएर उपचार गरिएको आफ्नै अनुभव छ। त्यो हुनाले एक वर्ष पैसा नपठाएर हेरौँ त सरकारले यस्तो यस्तो खालको पत्रकारिता नगर्नुहोस् है त, बुझेर मात्रै गर्नुहोस्। त्यो हुनाले त्यो पनि सम्भव छैन। अब आर्थिक यति डिभ्यालुएसन छ कि नेपालमा, पैसा यति डिभ्यालुएसन छ कि नेपालमै कमाएको पैसाले केही काम हुँदैन। अब पैसा डिभ्यालुएसन हुँदा के समस्या हुन्छ भन्ने कुरा हाम्रो एकजना अत्यन्त आदरणीय दाइ टङ्कदारले भन्नुभएको छ। यो रिसेन्टली बनाएको भिडियोमा भेनेजुलाको बारेमा बनाउँदाखेरि उहाँले पैसा डिभ्यालुएसन भयो भने के हुन्छ भन्ने कुरा भन्नुभएको छ। एउटा इम्पोर्टेन्ट चिज यहाँ हेरौँ है त। 13,000% इन्फ्लेसन हुँदाखेरि त्यो देशको स्थिति के भयो होला? पैसाको मूल्य नै बाँकी रहेन। यी केही तस्बिरहरू त्यही बेलाको हो जब मानिसहरूले बाटोमा प्रदर्शन गर्दाखेरि त्यहाँको पैसा बाटोभरि फाल्थे, तर त्यो पैसाको मूल्य यति कम थियो कि कसैले पनि उठाउने कष्ट गर्दैन। ओके, बुझिहाल्नु भयो। भेनेजुलामा 13,000%ले चाहिँ इन्फ्लेसन बढ्यो, अर्थात् 1 रुपियाँ पर्ने धनियाँलाई 13,000 रुपियाँ पर्थ्यो। 13 रुपियाँ पनि होइन, 1300 पनि होइन। तपाईँ काठमाडौँको सडकमा 1 रुपियाँ पर्ने धनियाँलाई 13,000 रुपियाँ पर्यो भने हामी धनियाँ किनेर खान्छौँ त्यहाँ। त्यो हुनाले भेनेजुलामा एकचोटि 13,000%ले पैसा बढ्दाखेरि यसरी बाटोमा फालेको पैसा पनि त्यो कसैले टिप्दैनन् थिए भनेर टङ्कदारले भन्नुभएको छ। यो उदाहरण मैले किन प्रस्तुत गरेको भने नेपाल हामी त्यही बाटोमा लम्किरहेको छौँ। नेपालमा पैसा यति डिभ्यालुएट हुन्छ कि त्यो पैसाले केही पनि गर्न सक्दैन। त्यो हुनाले विदेशमै गएर डलर बराबरमा, पाउन्ड बराबरमा विदेशी मुद्राको इक्विभ्यालेन्टमा पैसा कमाएपछि मात्रै हामी बल्ल हाम्रो परिवार पाल्न सक्छौँ नेपालमा। त्यो हुनाले यो नेपालमा हामी नेपाली जो विदेशमा बस्छौँ, विदेशमा बस्ने एउटा कारण, मेजर फ्याक्ट के हो भने हामीले विदेशी पैसा अर्निङ गरेर परिवार पालेको छ। ती परिवारहरूले तिरेको ट्याक्स, विभिन्न किसिमको डबल ट्रिपल ट्याक्स विभिन्न माध्यमद्वारा सरकारले ठुलो मोटो रकम लिन्छ र त्यही पैसा करप्सन गरेर सर्टेन नेताहरू लग्जरियस लाइफ बिताउँछन् र बाँकी रेस्ट अफ द जो हामी विदेश बस्छौँ उहाँहरू नै मेन पैसाको चाहिँ अर्निङ सोर्स हो। त्यही पैसाले मात्रै सबैको परिवार पालिन्छ। दिस इज द फ्याक्ट। त्यो हुनाले अब डलर नोट चल्ने, भोट नचल्ने भन्ने यो सिम्पल स्लोगन मात्रै यो होइन। अब यो हामीहरूले पठाएको पैसा नभएदेखि घर परिवारै पालिँदैन, कसैलाई केही पनि हुँदैन। त्यो हुनाले फ्याक्ट के हो भने अब तपाईहरूले ल अफ ल्यान्ड, यही ल्यान्डमा बस्नेले मात्रै भोट हाल्नु पाउने, राजनीति गर्नु पाउने भन्ने तपाईँहरूको नियम पनि ल ठिक छ रे, विदेशी बस्नेलाई भोट हाल्न नदिनुहोस्, तर विदेशमै इन्टरनल राजस्वले देशको अर्थतन्त्र धान्नुहोस् न त। हामी त्यही आएर इन्टरनल राजस्वमै सहभागी भएर यसरी 25 वर्ष विदेश बस्दाको नागरिकता वी वान्ट टु युज इट ब्याक। तपाईँ विदेशमा बस्दाखेरि लामो नसिद्धिने भिजा होस् या छोटो भिजा होस्, पर्मानेन्ट हो स्थायी होस्, भिजा त भिजै हो नि, अस्थायी रूपमा भयो नि, स्थायी रूपमा भयो नि, बस भनेर पासपोर्टमा एउटा रिकग्निसन दिएको मात्रै हो, तर सिटिजन त नेपालको हो नि। वी आर द सिटिजन अफ नेपाल। पासपोर्टमा चाहिँ सिटिजन नेपाली नागरिक भनेर लेख्न दिने अनि विदेश बसेकै घरमा नेपाली नागरिकलाई भोट हाल्न नदिने, व्हाट्स द हेल गोइङ अन? त्यही हुनाले हेलिकप्टरमा चढेर भाग्नुपर्ने कारण यो हो। तपाईहरू अझै सचेत हुनु होला।